सधैँजसो कालो पहिरनमा देखिने बालिन शाहले हालसालै एक आफ्नो फोटो सामाजिक सञ्जालमा पोस्ट गरे जहाँ उनी सेतो पहिरनमा देखिएका छन्। प्रधानमन्त्री बालिन शाहले लगाउने पहिरनको चर्चा नेपालमा नयाँ कुरा होइन। मेयर हुँदादेखि नै उनको ड्रेसिङ स्टाइल र आइकोनिक कालो चस्मा सामाजिक सञ्जालमा बहसको विषय बन्ने गरेको थियो। कसैले उनको सिम्प्लिसिटीको तारिफ गर्छन् भने कसैले देशको प्रधानमन्त्रीको प्रेजेन्टेसन पनि इम्पोर्टेन्ट हुन्छ भन्दै आलोचना गर्ने गर्छन्। विशेष गरी युवा पुस्तामाझ उनको फेसन सेन्सलाई सिग्नेचर स्टाइल भनेर हेर्नेहरूको संख्या पनि कम छैन। अहिले फेरि हालसालैको फोटोमा प्रधानमन्त्री बालिन शाहको जुत्तालाई लिएर सामाजिक सञ्जाल तातेको छ। वैशाख 26 गते पोस्ट गरिएको एउटा फोटोमा प्रधानमन्त्री बालिनले लगाएको नाइकी एयरफोर्स 1 स्टाइलको जुत्ता अहिले भाइरल बनिरहेको छ। फोटो भाइरल भएसँगै धेरैले दराजमा फेदिएको करिब 1500 रुपियाँ पर्ने सिमिलर डिजाइनको जुत्तासँग तुलना गर्न थालेका छन्। कतिपयले प्रधानमन्त्रीले पनि सस्तो जुत्ता लगाउँछन् भनेर पोस्ट गरिरहेका छन् भने अर्कोतर्फ त्यो ओरिजिनल नाइकी हो, दराजमा भएको चाहिँ कपी भर्जन भन्ने तर्क पनि आइरहेको छ। वास्तवमा ओरिजिनल नाइकी एयरफोर्स 1 को मूल्य अन्तर्राष्ट्रिय बजारमा करिब $115 सम्म पर्ने देखिन्छ। नेपाली रुपियाँमा हिसाब गर्दा यो मूल्य 15,000 रुपियाँ भन्दा माथि पुग्न सक्छ। तर दराज लगायतका अनलाइन प्लेटफर्ममा त्यस्तै डिजाइन भएका डुप्लिकेट वा इन्स्पायर्ड भर्जनहरू 1500 देखि 5,000 रुपियाँसम्ममा सजिलै पाइन्छ। अहिले सोसियल मिडियामा बहस भइरहेको मुख्य विषय पनि यही हो। प्रधानमन्त्री बालिनले लगाएको जुत्ता ओरिजिनल हो कि कपी? फोटो मात्रै हेरेर ओरिजिनल वा नक्कली भनेर ठोकुवा गर्न पनि कठिन हुन्छ, किनभने अहिले बजारमा फर्स्ट कपी, प्रिमियम कपी र ओरिजिनल बीचको डिजाइन डिफरेन्स सामान्य मानिसले छुट्याउनै गाह्रो हुने अवस्था छ। यता सामाजिक सञ्जालमा अर्को बहस पनि सुरु भएको छ। देशको प्रधानमन्त्रीले लगाएको जुत्ता, चस्मा वा पहिरनको यति धेरै चर्चा गर्नु कतिको उचित हो? केही मानिसहरू भन्छन् नेताको काम, निर्णय र पर्फर्मेन्स भन्दा बढी उनको कपडा र फेसनमा फोकस हुनु राम्रो संकेत होइन। तर अर्कोतर्फ पब्लिक फिगर भएकाले उनले लगाउने हरेक कुरा नेचुरली पब्लिक डिस्कसनको विषय बन्ने तर्क पनि छ। त्यसो त पुराना नेताहरूले लगाउने गरेका पहिरनहरूमा पनि बेला बखतमा सामाजिक सञ्जालमा चर्चा हुने गरेको थियो। जे भए पनि प्रधानमन्त्री बालिन शाहले लगाएको त्यो नाइकी एयरफोर्स 1 साँच्चीकै 15,000 पर्ने ओरिजिनल थियो कि दराजमा पाइने 1500 को कपी भर्जन? आफ्नो धारणा कमेन्टमा बताउनुहोला र भाइरल अपडेट्सका लागि हामीलाई फलो गर्नुहोला।